Hello everyone, today I am at park. म चाहिँ अब बेसिक ट्रेनिङमा छिटै जाँदैछु। त्यसको लागि चाहिँ अलि प्री वर्कआउट जस्तो गर्दैछु। त्यो चाहिँ अनि आजको मेरो स्केड्युल चाहिँ 1.5 घन्टा जस्तो जगिङ गर्ने थियो। 1.5 घन्टा जगिङ गर्ने, त्यसपछि चाहिँ देन पुसअप र प्ल्याङ्क हो। आज चाहिँ अब मैले अलमोस्ट लगभग 30 टाइम्स 3 माइल जस्तो जगिङ गरिसकेको छु। 3 माइल जस्तो चाहिँ मैले अराउन्ड आउट से लाइक 4:35 मिनट्समा जस्तोमा सकिसकेको छु मैले जगिङ गरेर। अब अर्को फेरि 3 माइल जान्छु अनि द्याट सुड बी डन फर द डे टुडे। अहिले चाहिँ मैले त्यही आर्मीको लागि जाँदैछु। त्यो आर्मीको लागि जानुभन्दा अगाडि चाहिँ मैले प्री वर्कआउट लाइक गर्दैछु। सो आई विल किप यु पोस्टेड मोर भिडियोज। अहिले चाहिँ म जगिङ गर्दैछु। जगिङ चाहिँ सकेसम्म हजुरहरू एउटै पेसमा गर्न सक्नुभयो भने चाहिँ बेस बरु 10 मिनट गर्नुहोस्। कन्टिन्यू सेम स्पिड गर्नुभयो भने चाहिँ हजुरलाई सजिलो हुन्छ। त्यही भएर बरु ब्रेक लिँदै बिस्तारै हिँड्ने, फेरि जगिङ गर्ने 10 मिनट, फेरि हिँड्ने। त्यसरी गर्नुभयो भने चाहिँ हजुरको लङ्सको क्यापेसिटी नै अलि राम्रो इम्प्रुभ हुन्छ। त्यसपछि हजुरले कन्टिन्यू अलि लामो समय पनि दौडिन सक्नुहुन्छ। त्यो चाहिँ हजुरहरूलाई स्कुल एउटा ट्रिप्स हो। मैले चाहिँ कानमा हेडफोन लगाएर अनि जगिङ गर्छु मोस्टली, किनभने त्यसले चाहिँ हजुरलाई अलिकति माइन्डलाई चाहिँ डाइभर्ट हुन दिँदैन, अलिकति माइन्डलाई चाहिँ फोकस राख्छ। त्यही भएर चाहिँ हेडफोन लगाएर गर्नुभयो भने चाहिँ अलिकति अरूतिर कन्सन्ट्रेट हुँदैन। गीत सुन्ने or whatever podcast listen to, then continue focus on jogging. I would say jogging at this point. Hi guys, I am back after jogging into my car. अब आजलाई इनफ भयो। लगभग 4 to 5 miles almost approximately त्यति भयो। That's enough like jogging per day if you are going to basic training before like 2-3 हप्ता अगाडि तपाईले अब के अरे 5-6 माइल्स जगिङ गर्न सक्नुहुन्छ नि विदाउट स्टपिङ लाइक एकदम आई थिङ्क द्याट सुड बी गुड। मलाई चाहिँ त्यो अब आफ्टर बेसिक ट्रेनिङ नि म हजुरहरूलाई एउटा भिडियो बनाउँछु अनि हाउ मच इज इनफ भनेर चाहिँ त्यतिखेरै भनौँला। अहिले आई डोन्ट ह्याभ एनी एक्सपिरियन्स, बट बिफोर द्याट त्यो जानुभन्दा अगाडि चाहिँ आई थिङ्क पिपल सेज द्याट लाइक तपाईँ केही नभने आधी घन्टासम्म कन्टिन्यू जगिङ गर्न सक्नुहुन्छ भने द्याट सुड बी इनफ भन्ने जस्तो कुरा सुन्छु। तर सो आई थिङ्क जस्ट इन केस लाइक वाइ नट लाइक तपाईँहरू गर्न सक्नुहुन्छ भने 1 घन्टा जस्तो जगिङ गर्नुभयो भने चाहिँ किनकि मोस्टली बेसिक ट्रेनिङमा चाहिँ सबै कार्डियो नै हुन्छ। अरू अब पुसअप र प्ल्याङ्क्स र डेड लिफ्ट द्याट्स द मोस्ट इम्पोर्टेन्ट कम्पोनेन्ट हो। तर तपाईहरुलाई एज वी गो लाइक म तपाईहरुलाई हाउ आई एम किपिङ अप म हजुरलाई भन्दै जानेछु। त्यही हो है।
ओके म अब हजुरहरूलाई म पुसअप र प्ल्याङ्कको नि भिडियो हाल्छु आई होप यु लाइक इट थ्याङ्क यू सो म चाहिँ अब पुसअप र प्ल्याङ्कको लागि रेडी भएको छु हेर्नु म अहिले चाहिँ कति गर्न सक्छु अहिले पुसअप र प्ल्याङ्क्स $35 I can able to do 35 push-ups continuously. So let me take a break like for a minute or two, then I'm gonna do plank. I want to show you guys how many minutes or second I can do plank before going to basic training. So 1 month to go to start basic training. Keep me tuned. So I'm ready for the plank now. Let me set my time. Okay, let me start at 10 seconds. 1 2 3 go. I think max I can do is 1 hour 30 second. I mean 1 minute 30 second. Let's see how much I can do today. Two minutes. Oof. I was able to do 2 minutes today. Oh, what a big achievement for me. Oof. Let me take a rest. Okay, मैले चाहिँ पुसअप र प्ल्याङ्क पनि अहिले गरेर सके. टोटलमा प्ल्याङ्क चाहिँ मैले 6 मिनेट गरे भने पुसअप चाहिँ 90 टाइम्स 90 चोटी गरे. ठीक छ, त्यसरी नै बिस्तारै बिस्तारै ग्रो हुँदै जाने हो. अलि टाइम लाग्छ, हामी अझ युज टु छैनौँ. तर ओभरअल लाइक हजुरहरूले किनभने 500 पुसअप अ डे गर्नुभयो भने चाहिँ त्यो चाहिँ एकदम इनफ हुन्छ अरे.
बेसिक ट्रेनिङ बट हजुरले त्यहाँ गएर नि गर्नुहुन्छ नि त इट्स नट लाइक यहाँ मात्रै सबै कुरा हजुर अहिले रेडी हुन्छ अहिलेको त जस्ट बेस लाइन मात्रै बनाउँदै हुनुहुन्छ नि त त्यही भएर नि सो 500 पुसअप अ डे भनेको एकदम राम्रो हो लाइक हजुरले कन्टिन्युसली 50 पुसअप गर्न सक्नुभयो भने त्यो चाहिँ एकदम बेस्ट एन्ड प्ल्याङ्क 2 मिनट्स यहाँ गर्न सक्नुहुन्छ नि हजुरले त्यहाँ गरेर त्यति डिफिकल्ट हुँदैन त्यही भएर ठिकै छ राम्ररी गर्नुहोस् मैले नि यति गरेँ तपाईँहरूले चाहिँ मैले भन्दा धेरै गर्न सक्नुहुन्छ होला भन्ने आशा गरेको छु त्यही भएर एकदम तयारी गर्नुहोस् स्टे फोकस एउटा मात्रै टास्कमा फोकस गर्नु किनकि साइकोलोजीले के भन्छ भने जो मान्छे मल्टिटास्किङ गर्छ त्यो मान्छेको वर्क इफिसियन्ट हुन्न त्यही भएर जस्ट एउटा टास्कमा मात्रै फोकस गर्नु देन यु क्यान अचिभ योर गोल भन्न चाहन्छु स्टे ट्युन प्लिज किप अन वाचिङ माई भिडियो अनि सब्सक्राइब गर्न नभुल्नु होला हस् धन्यवाद